हेलो गाइस वेलकम ब्याक टु अर्चनास भ्लग हैन आज हामी चाहिँ साकेवा बनाउन जाँदैछ गान्तोक हैन हाम्रो टिम चाहिँ यहाँ चाहिँ यो गाडीमा चाहिँ टोटल्ली हाम्रो पुरानो नाम्चीको छ अन्त दुईटा गाडीमा चाहिँ फाल्टो बहिनीहरु हुनुहुन्छ अनि हामी चाहिँ भेटौँ माथि गान्तोकमा साकेवा सिल्ली गर्ने जग्गामा यस हामी गएको Good morning everyone. I just woke up and right now it's 3 in the morning. I'm making oats. Sabai sutiरहेको छ. And the stars up to fall, म चाहिँ रेडी भइसकेँ केसहरू सबै उता गएर गर्छ सबै अर्नामेन्ट्सहरू यता छ यस्तो जाडो भयो बाहिर यस्तो अँध्यारो छ हेर्नुहोस् ल यस्तो अँध्यारो छ अहिले चाहिँ नि हामी हिँड्नुपर्ने चाहिँ 4:15 मा चाहिँ रेडी भइसक्नु भनेको थियो अन्त 4:30 मा चाहिँ हिँड्छ भनेर बट It's already 4:30 AM right now. म चाहिँ मेरो साथीहरूलाई पर्खिरहेको छु साथी भनेर नाना बहिनीहरूलाई पर्खिरहेको छु गाडी पर्खेको अघिदेखि उहरू आउँदैछ अरे भर्खर झन्डै 5 बज्यो ढिलो ढिलो मेरो हातमा सामान चाहिँ यस्तो छ गाडी आयो गाडी फाइनली आयो यो गान कहाँ छ निन्द्रा पुगे सबैको यो घाङला पनि निन्द्रै पुगेन झन् मलाई शिवानी नानाले कल गरेको रहेछ कि सेलिमी बहिनी देखेको शिवानी नानाको नाम चाहिँ मैले झन् 3 बजी सेलिमीलाई कल गर्दाखेरि नि उठ्यो भनेको त भन्दै नि मैले अघि उठेको भनेको नाम पो खान्दैछु नि 3 बजी होइन टोले डाँडा उठेको राम्रो यहाँ त फेरि हामी भ्लगमा आउँछौँ हामीले पहिला दिएको उनीहरुलाई हैन मलाई पनि हामी हो नि त फर्स्ट भेटेको हामी हो फर्स्ट हेलो हामी चाहिँ अब राजधानी गएको हो साकेवा यता त छैन छैन म छैन घरबाट मात्रै हो यता पनि हामी छौँ होइन हेलो सेवनी अब सिनियर यता पढिजानु भयो झाडा दसैँ भने आज हामी मान्छे एक आएर हामी अनि उयो राजधानी जानु लागेको सिल्लीको लागि बिहानको 4 बजी बोलाएको तर ढिलो गर्नु भयो हामी 5 लाग्यो म त बोलौँ भने त सरम पो लाग्यो होस् कसै चाहिँ दुगैरहेको छ अरे म माथि आउनु पाएन ढिलो आयो कि होइन मैले चाहिँ खासमा पङ्कजको गाडी म चाहिँ ढिलो निस्किने भएर नि साथीलाई ल्याउनु गइदियो भनेको थिएँ नि ल त म यसो के भन्छ त निष्ठा मात्रै रेडी हुन्छ सबैजना हजुर छ अरू पनि छ भाइहरूकोमा ल हजुर एउटा चाहिँ हालिङ यहाँ हेर्नु सक्नुहुन्छ नजारा हाम्रो टिमको बिचराहरूले उयो बाटो पाएको छैन हो गाडी हो होइन बाटो पाएको छैन भड्किरहेको छ आशिष सर के गाडीमा जान्छ के भाइ सोधौँ हैन अनबक्सिङ हुँदैछ रड्डी गर्दैन हौ छैन नि यो पनि यहाँ
एयरपोर्ट पनि चाहिने माइक अब हामीलाई त सबै चाहिन्छ माइकदेखि लिएर हाल्ने होइन होस् यस्तो किलर बोल नि दामी हुन्छ म त माथि पो त हुने अहिले टोपी लगाएर हो किन ढिला हो तिमीहरू नानीहरू भड्किरहेको छ यहाँ सरी एकदमै नहेर्नु मलाई नाना त्यसरी म सुतेकै छुइनँ अघि 12 बजी आइपुगेँ नहेर्नु नि त्यसरी खोइ हाम्रो यो लगेर जानु त यस्तो हालत भइरहेको छ आदि बिचमा के यस्तो पार्ने भाइ बहिनी त नि त हेलो हेलो गाइस अब भन न हामीलाई पनि केही भन्दैन तिमीहरू त हामी त अब तिमी तर्को चाहिँ तल आइपुगेको छ होइन अब बहिनीले पो भन्नुपर्छ तिमीले भन्नुपर्छ लु ग्रुपमा चाहिँ हामी बोल्नु तिमी तर्कोको तलनिर पेट्रोल पम्पमा आएर चाहिँ केटाकेटीहरू सब झरेर सर्ट टोइलेट गरेर आएर अब हामी त्यस्तो चाहिँ नभन अब सर्ट टोइलेट हो भन रे यता चाहिँ सिकिस्त अवस्थामा छ तिमीले भन्नुपर्छ हामी चाहिँ पुग्न आँट्यो के भने भन्छ तपाईँलाई भ्लगर्सको होस्ट चाहिँ अहिले मात्रै आउँदैछ अघि चाहिँ आँखा पनि खोलेको थिएन मात्रै भ्लग स्टार्ट गर्दैछ भ्लगरबाट भिडियो गर न भन सिरियस थियो है तपाईँ तर अब त म यहाँ जति चाहिँ कोही सुतेन अघिदेखि क्या हेड ब्याङ गर्दै आएको झन्डै स्वागतलाई छाती मात्रै फुटाएको छैन आज छेउछेउमा हुने त दाँत पनि गाडी यस्तो दाँत हुनु हेलो हामी चाहिँ अहिले पुगेर जान्दैछ कता हालत हो भइरहेछ बिहान निस्किँदा राम्ररी भएर निस्केको थियो अहिले चाहिँ कालो न कालो खालो के हो यस्तो भ्लगमा चाहियो नि अलिक सबैजना आउँदैछ मेरो केस त हामी चाहिँ गाइड गर्दैछौँ तर हामी चाहिँ अर्को जग्गा पुग्यो भने याद छैन होइन बाटो याद छैन यता होला यतै त छ रोटी रोड अब खुट्टामा चाहिँ नि घाम पर्दा यस्तो मजा आउँदैछ कि किन टर्निङ मारेको हामी चाहिँ सिधा जाउँ यसरी फेरि गाडी आउँदै रहेछ है साइड लाग्नुमा यहाँनिर कस्तो भइसक्यो यहाँ सगत बुबु चाहिँ बोक्ने है 70 केजी 40 केजीको त ढोल मात्रै जान्छ यहाँ 40 केजीको आम्बो मान्छे 25 केजी हो यो हल्का भएर हौ दामी रहेछ जङ्गलको बिचमा उयो तर झन् पार्किङ त्यो गर्नु पर्थ्यो नि तपाईँले पार्किङ ढोल बोक्ने बोक्दिन तिमी यो बोक्यो भने सक्छौ नि अन्तखेरि यहाँ चाहिँ स्टलहरू रहेछ स्टलै भन्छ होइन स्टलहरू यस फुड स्टल क्लोथ स्टल रहेछ बेसी चाहिँ सबै ट्रेडिसनल खासमा चाहिँ उयो चाहिँ कहाँ छ पाइखाना चाहिँ पाइखाना ओह्रालो रहेछ यता होला हौ यता होला हौ है हजुर देखेको थिएँ हिल लाउनेहरू चाहिँ देखाइदिनु हिल लाउनेहरू चाहिँ बहिनीको चाहिँ दामी उयो छ तर उसको लाछा चाहिँ मैला हुने उइसक्यो अन्त हामी चाहिँ होइन यो त कसको कुराको थियो अब हामी चाहिँ खाना खानु गएको पुग्नु साथ किनभने हामी चाहिँ भोकै आएको 4:30 हिँडेको होइन 4:30 घरबाट हिँडेको तर गाडी चाहिँ हिँड्यो चाहिँ 6 बजी किन सबैलाई पर्खिँदा नआउँदा
एकजना दाजुले चाहिँ फन्नी गरेको छ होइन एउटा दाजु चाहिँ पुरा हतारमा आएर चाहिँ चप्पलमै आएको मुख पनि नधोइ आएको फेङ्गा पनि उल्टा लगाएर आएको देखाइदिनुहोस् हाम्रो जग्गा खाने पकाउने यता रहेछ यता खाने रहेछ झन् बाटो चाहिँ राम्रै बनाइदिएको मैले के पो दिन्छु भनेर परिहरू अब चाहिँ रेडी हुँदैछ होइन मैले लगाइदिनु हुनेछ झोलामा तिमीले एपिक सिनहरु मिस गर्यौ अघि यहाँ चाहिँ आफ्नो गाइस मलाई लगाइदिनु मलाई लगाइदिनु छ फस्यो लगाऊ यो यता छ यता पिङ्क कलरको पनि फोटो खिच्नुमा कहिले लिपस्टिक लाउनु भएन हल्का पनि लाउनु भएको प्रिटी लेडिज हालेको झऱ्यो भने बिन्दिया तर्सिन्छ ल्याने होइन मलाई दिन अर्को अर्कै खालको हेर्नु त तपाईँलाई त आउँदो रहेछ तर सिरफुल्ली है हामी चाहिँ रेडी भइसक्यो हामी जङ्गलमा है Kira sarca Yulia Supis to Yuki para सरकार का मुख्य मंत्री महोदय श्रीमान प्रेम सिंह तामाङज्यूलाई देखि लिएर हाम्रो चिफ प्याटर्न भोजराज सर मन्त्री हुनुहुन्छ र उहाँका सिएसीका देखाएर भव्य र सभ्य रूपमा एउटा हर्नबिल फेस्टिभल मनाइन्छ त्यस्तो सिमिलर जग्गा हाम्रो याली माथि भिलेजमा पाइन्छ र त्यहाँनिर हाम्रो धेरै एक दुईवटा कुराहरू गमिन्छ र हाम्रो स्याली समष्टिमा हाम्रो एग्रिकल्चर डायरी फार्मिङमा हाम्रो स्याली एकदमै गान्तोक डिस्ट्रिक्टलाई हाम्रो एकदमै योगदान गरिरहेछ यहाँबाट सिक्किम अर्ग्यानिक जति पनि गान्तोक बजारमा हुन्छ यहाँनिर हाम्रो बजारमा जुन चाहिँ अर्ग्यानिक मार्केट छ यहीँबाट हाम्रो रिजेबाट हाम्रो यहाँ पाविक नाइदमबाट सम्पूर्ण सिक्किमवासीलाई सिक्किम भित्र रहेका अनि सिक्किम 4 बज्न आँट्यो 4 बजेसम्म हाम्रो स्टार्ट भएको छैन डान्स म सकेवा उधौली पर्व 2025 को धेरै धेरै बधाई शुभकामना चढाउन चाहन्छु भनेदेखि अब 4 नाम 15 तारिक हो प्री 4 नामको पनि लिम्बू जातिको 4 पर्वको पनि म धेरै धेरै शुभकामनाहरू व्यक्त गर्न चाहन्छु अनि लोसुङ नामसुङ अब 17 तारिकदेखि सुरु हुँदैछ अनि उहाँलाई पनि लोसुङ पर्व है लोसुङ पर्वको हाम्रो 15 तारिकको दिन प्री लोसुङ सेलिब्रेसन छ हाम्रो लागि बारी खन्न गाउँघरका साथीभाइहरू बोलाउने कार्य प्रस्तुत गरिरहेका छन् अहिले चाहिँ कति बज्यो 5 4:30 5 होला नि हौ 5 बज्यो भर्खर सक्यो हाम्रो डान्स अब माग्नु हुँदैछ अब बिहान खाएर चाहिँ सिधै अहिले खाएको मोमो भर्खर खायो तातो दाल चाहिँ अलिक तातो रहेछ है जाडो पनि हो कि बहिनी राइस पानी पनि के पाइपतिर आइस बनिन्छ त्यहाँ पानी पुरा दुःख पर्छ 3 जग्गाबाट पानी बनिरहेछ पानी बनाउने मान्छेलाई हाजिरा दिएको छैन जसपित बनाउन सकिँदैन पाइप के वाला बनिएको छ के वाला देखियो बेलुका 10 No.
पन्दिदी मिल्खा सिंह हो खास सुन्नु न खास चेन्चेकवा ए खास के पो भन्छ हेलो भाले हो यो निकाल्यो भने चाहिँ बाँदर हो यो लगायो भने चाहिँ फेरि जानु पन्दिरीहरू के गरेको पन्दिरीले यस दिस इज मजुर हेर न जुत्ता ला हिलोले फेरि चाहिँ जान्दैन यसो पुस्नुको लागि यसो गर्दा चिप्लिन्छ गाइस खै हौ अनि हामी चाहिँ माम खाएर चाहिँ अब गएको यो चाहिँ अर्ग्यानिक रहेछ हौ यस्तो खानुपर्ने अर्ग्यानिक हुँदो रहेछ यता चाहिँ खासमा रहनेछ जसलाई डाक्टर मनोज राई मनिका राई देवराज राई प्रितम राई हामीलाई खोजिरहेको हामी अर्को वर्ष 3-4 वर्ष चाहिँ कहीँ पानी सांस्कृतिक कार्यक्रमलाई पनि अवलोकन गरिदिनु हुन हाम्रो चाहिँ साथी छुट्टेछ बिचु रहेछ हामी कस्तो मजाको देख्यो हामी चाहिँ सिवाना र म चाहिँ माङ्खिम जाँदैछ अब चाहिँ हामी सिली गर्नु जाँदैछौँ सबैजना छ बजी चाहिँ टक्क फर्किँदैछ बाई बल्ल फर्कियौँ होइन अझै हामी हिँडेर चाहिँ अझै कति आधी घन्टा हाफ एन आवर हिँड्नुपर्छ त्यहाँदेखि मात्रै हाम्रो गाडी आउँछ अन्त चाहिँ हामी गएको अब मेरो पखेटा छ ए पखेटा रहेछ यसले उडेर जान्छ अरे भिडियो पठाउनु क्लब गरेर होइन एडिट गरेर लाउनु पर्यो होला ल ए हुन्छ सुन न मजा आयो तपाईँलाई आज मलाई मजा आएन आज त कस्तो भयो आज मजा आयो मजै लागेन मात्रै लाग्यो आज स्पिच बेसी भयो खानेकुरा चाहिँ अलिक मिठो थियो लास्ट इयरको तातङको भन्दाखेरि चाहिँ माम चाहिँ खाँदा के चामल त्यति नै भन्न चाहन्छु धन्यवाद है तर सुँगुरको मासु चाहिँ सुँगुर मासु चाहिँ दामी थियो त्यो हेर्दै थियो जेली जस्तो थियो हाम्रो आजको दलपरी चाहिँ यहाँ हुनुहुन्छ पानी दिनुहुने सही मजा आयो यो मान्छेलाई त के खुवाउँथ्यो हेर्नु न प्रभाकरको पनि हामी निन्द्रा आयो उसलाई मजा आयो प्रभाकर यो त गोल्ले भनेको त अमिलो परेछ आउँदै रहेछ भिडियोमा खास रोशन रुबु मजा आयो तपाईँलाई
छ भन्ने चाहिँ त्यस्तै हो दिउँसो घामले पोल्यो राति बुबु चाहिँ सफलको इन्टरभ्यु लियो अहिले हो त्यो बिर्सिनुहुन्छ ल यस्तो भएर साइडले केस जाने आज हामी हिँड्यो फर्केको अब चाहिँ बसेको मात्रै गऱ्यौँ सुटुक्कै गर्छ क्या तपाईँलाई मात्रै नखिचेको त बुबु तपाईँलाई मात्रै मैले देखेको छुइनँ खिचेको अचानक बुबु यता हेरिदिनुहोस् न लु एक नजर छड्के नजर राई माइली खोज्दै गएको माइली पाएन आज स्याड छ नि कसले पनि बुवालाई यादै कसले याद गरेन खोजी त दिन्न बुबु अब नेक्स्ट टाइम नभए पक्का त यसो मङ्सिर 1-2 दिन थियो हो मङ्सिर 1-2 दिन थियो यसो चिनाइदिएको भए पनि हुने कसैले याद गरेन आफ्नो खोज्नुमा सुख पाएको है सुख पाएको दुःख पाएर चारजना बच्चा त दुःख भएर चाहिँ सुख पाएको अहिले सुन्तला हातमा हो सुख पाएर हो थ्याङ्क यू सबै सुन्दैछ आस्था र म मात्रै यताबाट गाडी आयो अगाडिबाट बहिनी आए 10 बजी बजारमा के गरेको नाम्ची हेर्नु सक्नुहुन्छ यस्तो ब्युटिफुल भइरहेको छ त्यही त यसले गर्दा क्रिसमस आस्था थाक्यो पुरा थाक्यो यसो गर्नेवाला छैन मलाई कस्तो टन्टन दुखेको नि म त निन्द्रा लागेर पनि सुत्नु सकिनँ म चाहिँ झुल्दै यस्तो छ हामी चाहिँ भर्खर यता बजार बजार चाहिँ क्या टाइम भइरहेको छ आँखा बिग्रियो बाई सगतु खसी भन्नु बाई